म बालिन शाह मुलुक र जनताप्रति पूर्ण वफादार रही सत्यनिष्ठापूर्वक प्रतिज्ञा गर्छु ईश्वर देश र जनताको नाममा शपथ लिन्छु कि नेपालको राजकीय सत्ता र सार्वभौम सत्ता नेपाली जनतामा निहित रहेको नेपालको संविधान प्रति पूर्ण माननीय सभामुख महोदय, लोकतन्त्र कमजोर हुनेछ यो हामीले अस्ति भर्खरै देखिसकेका छौं। यो संसद बहसको थलो हुनेछ, प्रतिशोधको होइन। हिजो आफ्नालाई बचाउन र विपक्षीलाई फसाउन कानूनमै संशोधन गरिएको छ र अध्यादेश समेत ल्याइएको छ। त्यस्ता गलत क्रियाकलाप यथाशीघ्र सच्याइने कुरा म यो सम्मानित सदनलाई जानकारी गराउन चाहन्छु। प्रतिपक्षमाथि अहंकार र प्रतिशोधको त्यो अध्याय अब दोहोरिने छैन। आस्थाका आधारमा फरक व्यवहार हुने छैन। अब अन्यायपूर्वक विधि नै निचेर सुन्न मन लागेका कुरा नसुनौ भनेर कसैको माइक काटिने छैन। संसदीय समितिहरूमा संख्याकै बलमा प्रतिशोध र अत्याचार हुने छैन, तर सुशासनको वेग भने रोकिने छैन। न्याय पाउने पहिलो हक शहीदकी आमाको हो, त्यसलाई प्रतिशोध भन्न पाइने छैन। यो सरकार जेनजी विद्रोहको पनि सन्तान हो। हिजो संविधान र कानूनको आवरणमा नेता र पार्टीका सिफारिसबाट नियुक्ति लिएकाहरूले स्वैच्छिक रूपमा राजीनामा दिँदै विधिको पालना गर्नमा सहयोग गरिदिनु हुन म अपील गर्न चाहन्छु। सरकार नयाँ नीति, कानून, मापदण्ड र मान्यताका आधारमा स्वच्छ र प्रतिस्पर्धात्मक नियुक्ति प्रक्रिया लागू गर्न चाहन्छ। हिजो नियुक्ति लिएका सार्वजनिक सेवा र निकायका पदाधिकारीहरूले स्वेच्छाले मार्ग प्रशस्त गरिदिनु हुनेछ भन्ने अपेक्षा पनि गर्दछु। सभाध्यक्ष महोदय, छिमेकी राष्ट्र र मित्र राष्ट्रसँगका सम्बन्धलाई सडकमा लैजाने र सत्ता छाड्न परेपछि विदेशी चलखेल भन्ने गैर जिम्मेवार र सस्तो खेल अब हुने छैन। प्रतिपक्षलाई समेत साथमा लिएर हामी मित्रवत, सहकार्यपूर्ण र पारदर्शी परराष्ट्र नीति तय गर्नेछौँ। त्यो रणनीतिक र दीर्घकालीन सोचमा आधारित हुनेछ। व्यापार, लगानी, शिक्षा, पर्यटन र प्रविधि मैत्री हुनेछ। त्यसले पहिला राष्ट्रहित र त्योसँगै अन्तर्राष्ट्रिय सम्बन्धमा विश्वास र स्थायित्व सुनिश्चित गर्नेछ। स्वदेशी र विदेशी लगानीकर्तालाई यही रोस्ट्रमबाट मेरो अपील छ, अब नेपाल लगानीका लागि पूर्ण सुरक्षित छ, किनकि राजनीतिक स्थिरता, कानूनी सुरक्षा र पारदर्शी प्रशासनको हामी ग्यारेन्टी गर्छौं। प्राकृतिक स्रोत र युवा जनशक्तिको यो देशमा अभाव छैन। म गैर आवासीय नेपाली दाजुभाइ दिदीबहिनीहरूलाई अपील गर्छु, नेपालमा केही गरौं। तपाई नेपालको आर्थिक विकासमा जोडिनुहोस्। हामी एक पटकको नेपाली, सबैको नेपालीको बाचा पूरा गरेरै छाड्छौं। नेपालको विकाससँग तपाईको पुँजी, सिप, अनुशासन र आत्मविश्वासलाई जोड्न जे गर्नुपर्छ हामी त्यही गर्छौं, जसरी पनि गर्छौं। तपाईहरुको लगानी सुनिश्चित बनाउनेछौं, तपाईहरुको सम्मान सुनिश्चित गर्नेछौं। देशभित्र म निजी क्षेत्रलाई पूर्ण आश्वस्त पार्न चाहन्छु, बिचौलिया र माफियाहरूले बिगारेको व्यावसायिक वातावरण हामीले सुधार गर्न सुरु गरिसकेका छौं। नीतिहरू अब बजारमा बेचिने छैनन्, निर्णयहरू कसैको दबावमा बन्ने छैनन्। व्यावसायिक क्षेत्रमा तपाईहरूले अनुभव गरेको असुरक्षा, अनिश्चितता र दबाव सधैँका लागि समाप्त हुनेछ। बिचौलिया र माफियागिरी अब रहने छैनन्। समान अवसर, पारदर्शिता, निष्पक्षता र व्यावसायिक स्वतन्त्रताको जिम्मा हामी लिन्छौं, सरकारले लिन्छ। म एउटा प्रसंग यहाँ प्रस्तुत गर्न चाहन्छु। सभामुख महोदय, मेरा मित्र माननीय खगेन्द्र सुनार निर्वाचित भएर यहाँ आउनुभएको छ। चुनावी दौडका सिलसिलामा उहाँका विषयमा विवाद आउँदा थाहा छैन उहाँले गल्ती गर्नुभयो गर्नु भएन, तर उहाँले माफी माग्नुभयो। यति छिटै माफी माग्नुभयो। भन्नुभयो मबाट त्यस्तो गल्ती भयो जस्तो मलाई लाग्दैन, तर गल्ती भएको रहेछ भनेर माफी माग्नुभयो। म आज सिंगो सदनबाट सिंगो देशलाई भन्न चाहन्छु, गल्ती गरेको हो कि होइन भन्दा अन्यल हुँदा खगेन्द्र सुनारले माफी मागे। खगेन्द्र सुनारहरूमाथि युगौं युगसम्म गरिएको अन्यायको लागि हामीले माफी माग्यौं।
यो देशको दलित समुदायलाई मैले आज सार्वजनिक क्षमा याचनाका साथ केही भन्नु छ। यो सरकार शताब्दीदेखिको विभेदको, अन्यायको, अत्याचारको इतिहाससँग पहिलो पटक सामूहिक र सार्वजनिक माफी माग्दैछ, त्यो पनि यो सदनबाट। आजसम्मको विभेद सामाजिक गल्ती थिएन, संगठित अपराध थियो। यो देश किन बनेन थाहा छ? किनकि जसका हातमा सिप थियो तिनलाई हामीले अछुत मान्यौं। अब कुनै पनि नेपाली जातका नाममा झुक्नु पर्ने छैन। म सिङ्गो पार्टी, सम्माननीय प्रधानमन्त्रीज्यू, सरकारको तर्फबाट पनि माफी माग्छु र यो माफीको मूल्य अब न्यायले गर्नेछ भन्ने कुरा पनि सुनिश्चित गर्न चाहन्छु। यो रुस्टमबाट मैले आमा र दिदीबहिनीहरूलाई पनि केही भन्नु छ। यो देशमा तपाईहरूले सबैभन्दा धेरै जिम्मेवारी बोकेर पनि सबैभन्दा कम अवसर पाउनुभयो। घर सम्हाल्नुभयो, परिवार बचाउनुभयो, समाज चलाउनुभयो। रहे पनि एउटै नौकामा छौं। डुबे सबै डुब्छौं, सँगै डुब्छौं। उठे सबै उठ्छौं र सँगै उठ्छौं। दल भिन्न होला, देश एउटै हो। त्यसैले आज इमानको पसिना बगाउने संकल्प गरौं। अनि संकल्प गरौं अब फेरि कसैले कहिल्यै रगत बगाउनु नपरोस्। सम्माननीय सभामुख महोदय, फागुन 21 को निर्वाचनमा उत्साहका साथ ठूलो संख्यामा सहभागी भएर समस्त नेपाली आमाबुवा, दिदीबहिनी, दाजुभाइले लोकतन्त्र प्रतिको बलियो निष्ठा प्रकट गर्नुभएको छ। बीपी कोइरालाले नेपालका लागि सबैभन्दा उपयुक्त बाटो भनेर प्रस्तावित गरेको संसदीय, तर यो बैठक बसेको यो भवन हाम्रो संसद भवन होइन। हाम्रो संसद भवन भदौ 24 गते खरानी भयो। त्यो बेला खरानीलाई सम्झौं अनि संकल्प गरौं हामी यसरी काम गरौं ताकि भविष्यमा यो देशलाई खरानी बनाउने कहीं अघि नसरुन्। सभामुख महोदय, किन खरानी भयो संसद भवन? किन जल्यो सिंहदरबार? हस्, किन जल्यो सिंहदरबार? किन ध्वस्त बनाइए अनेकौं भौतिक संरचना? म सभामुख महोदय मार्फत सरकारलाई ध्यान आकर्षण गराउन चाहन्छु। भदौ 23 र 24 दुई दिनका घटनालाई एक एक केलाउन जरुरी छ। कसैले 23 गतेको घटना देख्ने, कसैले 23 गतेको घटना देख्ने, 24 को नदेख्ने, कसैले 24 को ध्वंस देख्ने, कसैले 24 को ध्वंस देख्ने, 23 को दमन नदेख्ने। यो प्रवृत्ति एकदम गलत छ। हुँदा हुँदा सरकारले बनाएको जाँचबुझ आयोगले सम्म 23 गतेको घटनाको अनुसन्धान गर्यो, कारबाहीको सिफारिस गर्यो, तर 24 को घटनाको अनुसन्धान भ्याइएन भनेर भन्यो। यो कस्तो तरिका हो? यो कस्तो तरिका हो? पटक पटक समय थप्ने तर समय पुगेन भन्ने यो कर्म जाँचबुझ आयोगमा रहेका व्यक्तिहरूबाट नियतवश भएको होइन भनेर भन्न मिल्ने देखिन्न। नयाँ प्रधानमन्त्रीजीलाई श्रद्धेय सभामुखजी मार्फत म ध्यान आकर्षण गराउन चाहन्छु। जाँचबुझ आयोगको प्रतिवेदन स्वयं सरकारले सार्वजनिक गर्ने कि सरकारले पनि गोरखापत्र पढ्ने? प्रधानमन्त्रीज्यू, म आग्रह गर्न चाहन्छु सरकारले सूचबुझपूर्ण ढंगबाट कानून र प्रक्रियाको मर्यादा राखेर आफूलाई प्रस्तुत गरोस्। नियमावली संकलन, दर्ता तथा त्यसको अध्यावधिक गर्ने व्यवस्था गर्न सक्ने व्यवस्था गर्ने गरी मतदाता नियमावली ऐन 2073 लाई नेपालको संविधानको धारा 114 को उपधारा 1 बमोजिम अध्यादेशद्वारा संशोधन गर्न आवश्यक भएकोले सम्माननीय सभामुख महोदयको अनुमतिले मतदाता नियमावली पहिलो संशोधन अध्यादेश 2082 सभा समक्ष पेश गर्दछु। धन्यवाद। नेपालको छानबिन तथा शुद्धिकरण अभियान सुरु गर्नुपर्दछ। सबैभन्दा पहिला अहिले सरकारमा रहेका मन्त्री परिषदका सम्पूर्ण मन्त्रीहरू, सांसदहरू, हामी सबैजना सबैको तपाईको चाहिँ के अरे हाम्रो सम्पत्ति छानबिन हुनुपर्दछ। हामीबाट सुरु गर्नुपर्दछ त्यो चिज।
किनभने हामी नियम कानुन बनाउने भने हामीबाटै त्यो कुरा लागू भएर जानुपर्दछ। हामीले बनाउने कि प्रतिपक्षको आवाज कमजोर बनाइयो र उपेक्षा गरियो भने लोकतन्त्र कमजोर हुनेछ, यो हामीले अस्ति भर्खरै देखिसकेका छौं। यो संसद बहसको थलो हुनेछ, प्रतिशोधको होइन। हिजो आफ्नालाई बचाउन र विपक्षीलाई फसाउन कानून नै संशोधन गरिएको छ र अध्यादेश समेत ल्याइएको छ। त्यस्ता गलत क्रियाकलाप यथाशीघ्र सच्याइने कुरा म यो सम्मानित सदनलाई जानकारी गराउन चाहन्छु। प्रतिपक्षमाथि अहंकार र प्रतिशोधको त्यो अध्याय अब दोहोरिने छैन। आस्थाका आधारमा फरक व्यवहार हुने छैन। अब अन्यायपूर्वक विधि नै निचेर सुन्न मन लागेका कुरा नसुनौ भनेर कसैको माइक काटिने छैन। संसदीय समितिहरूमा संख्याकै बलमा प्रतिशोध र अत्याचार हुने छैन, तर सुशासनको वेग भने रोकिने छैन। न्याय पाउने पक्ष शहीदकी आमाहरू त्यसलाई प्रतिशोध भन्न पाइने छैन। यो सरकार जेनजी विद्रोहको पनि सन्तान हो। हिजो संविधान र कानूनको आवरणमा नेता र पार्टीका सिफारिसबाट नियुक्ति लिएकाहरूले स्वैच्छिक रूपमा राजीनामा दिँदै विधिको पालना गर्नमा सहयोग गरिदिनु हुन म अपिल गर्न चाहन्छु। सरकार नयाँ नीति, कानून, मापदण्ड र मान्यताका आधारमा स्वच्छ र प्रतिस्पर्धात्मक नियुक्ति प्रक्रिया लागू गर्न चाहन्छ। हिजो नियुक्ति लिएका सार्वजनिक सेवा र निकायका पदाधिकारीहरूले स्वेच्छाले मार्ग प्रशस्त गरिदिनु हुनेछ भन्ने अपेक्षा पनि गर्दछु। सभाध्यक्ष महोदय, छिमेकी राष्ट्र र मित्र राष्ट्रसँगका सम्बन्धलाई सडकमा लैजाने र सत्ता छाड्न परेपछि विदेशी चलखेल भन्ने गैर जिम्मेवार र सस्तो खेल अब हुने छैन। प्रतिपक्षलाई समेत साथमा लिएर हामी मित्रवत, सहकार्यपूर्ण र पारदर्शी परराष्ट्र नीति तय गर्नेछौँ। त्यो रणनीतिक र दीर्घकालीन सोचमा आधारित हुनेछ। व्यापार, लगानी, शिक्षा, पर्यटन र प्रविधि मैत्री हुनेछ। त्यसले पहिला राष्ट्रहित र त्योसँगै अन्तर्राष्ट्रिय सम्बन्धमा विश्वास र स्थायित्व सुनिश्चित गर्नेछ। स्वदेशी र विदेशी लगानीकर्तालाई यही रोस्ट्रमबाट मेरो अपिल छ, अब नेपाल लगानीका लागि पूर्ण सुरक्षित छ, किनकि राजनीतिक स्थिरता, कानूनी सुरक्षा र पारदर्शी प्रशासनको हामी ग्यारेन्टी गर्छौं। गत वर्ष प्रदेश लोकसेवा आयोगबाट पदपूर्ति हुन नसक्दा यो समस्या अझ गम्भीर बनेको छ। त्यसैले अस्पताललाई 500 शय्यासम्म पूर्ण क्षमतामा सञ्चालन गर्न आवश्यक जनशक्ति व्यवस्थापन गर्न म सम्माननीय सभाज्यूमा मार्फत नेपाल सरकारको ध्यान आकर्षण गर्न चाहन्छु। र प्रमुख कन्सल्टेन्ट प्रधानमन्त्रीज्यूले चुनावताका सुर अब दूर नै झिक्कै झिक्कै माया तमलाई भनेर भन्नुभएको थियो। अब माया सँगसँगै सुदूरलाई झिक्कै झिक्कै विकास पनि चाहिएको छ। धन्यवाद। सम्मानित सदनको सभामुख जस्तो गरिमामय पदमा निर्विरोध निर्वाचित हुनुभएकोमा सबैभन्दा पहिला सम्मानित सभामुखज्यूलाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्दछु। सम्मानीय सभामुख महोदय, पहिलो पटक सदनमा आम नागरिकका जनजीविकासँग जोडिएका विषय बोल्न पाउँदा मैले आफूलाई गर्व महसुस गरेको छु। सम्मानित सदन मार्फत विभिन्न कालखण्डमा देशका लागि बलिदान दिनुहुने वीर शहीदहरूप्रति श्रद्धासुमन अर्पण गर्न चाहन्छु। आज म कञ्चनपुर क्षेत्र नम्बर 3 का जनताको व्यथा, पीडा र वर्षौंदेखिका अधुरा सपनाको भारी लिएर यो गरिमामय सदनमा उपस्थित भएको छु। मलाई विश्वास गर्नुहुने राष्ट्रिय स्वतन्त्र पार्टी र कञ्चनपुर क्षेत्र नम्बर 3 का आमा बुवा, दाजुभाइ तथा दिदीबहिनीहरूप्रति कृतज्ञता व्यक्त गर्न चाहन्छु। आज म यो विशेष समयमा बोल्दै गर्दा देशको वर्तमान अवस्था, जनताको निराशा र परिवर्तनको तीव्र चाहनालाई यस गरिमामय सदन समक्ष राख्न चाहन्छु। हामीले सुनेका छौं विकासको कथा, समृद्धिका नारा र परिवर्तनका आश्वासन, तर दुर्भाग्यवश आज पनि आम नागरिकले महँगी, बेरोजगारी, भ्रष्टाचार र अन्यायको भारी बोकेर जीवनयापन गर्न बाध्य छन्। सम्मानीय सभामुख महोदय, म प्रतिनिधित्व गर्ने क्षेत्रको अधिकांश भूभाग भारतसँग जोडिएको छ, तर विडम्बना के छ भने आज पनि धेरै स्थानहरूमा सीमा विवाद कायमै छ। सीमा क्षेत्रमा बसोबास गर्ने नागरिकहरू अझै पनि सुरक्षित महसुस गर्न सकेका छैनन्। भूमिहीन सुकुम्बासी तथा शुक्लाफाटा राष्ट्रिय निकुञ्जबाट विस्थापितहरूले अहिलेसम्म पनि जग्गाधनी पूर्जा प्राप्त गर्न सकेका छैनन्। जग्गाधनी पूर्जा कहिले पाउने भन्ने उनीहरूको वर्षौंदेखिको प्रश्न अहिले पनि कायमै छ। जङ्गली जनावरले दिने हैरानी कायमै छ। मेरो क्षेत्रमा अल्पसंख्यक सुनाहा जाति पनि बस्छन्, जसले महाकालीको गिट्टी कुटेर आफ्नो दैनिकी चलाइरहेका छन्, तर राज्यको प्राथमिकता उनीहरू कहिले पर्दैनन्। कञ्चनपुरकी छोरी निर्मला पन्तको बलात्कारपछि हत्या भएको आज 7 वर्षको प्रश्न होइन, यो हाम्रो न्याय प्रणालीप्रतिको विश्वासमाथिको प्रश्न हो। हाम्रो राज्य आफ्नै छोरीलाई न्याय दिन असक्षम भएको हो,
होइन भने यतिका वर्ष निर्मला पन्तको न्याय कहाँ हरायो? किसानको पसिना बग्छ तर फसलको मूल्य बिचौलेले निर्धारण गर्छ। हरेक वर्ष बाढीले खेत बगाउँछ तर किसानको पीडा सुन्ने कोही छैन। कृषि प्रधान देश भने पनि कृषक आजसम्म सम्मानित र सुरक्षित हुन सकेका छैनन्। विगतमा सरकारहरू पटक पटक फेरिए, नाराहरू फेरिए, तर जनताको जनजीविका अझै फेरिएको छैन। जनताले अब शासन होइन न्याय खोजिरहेका छन्, परिणाम खोजिरहेका छन् र उत्तरदायित्व र जवाबदेहिता खोजिरहेका छन्। यी सबै समस्याको समाधानका लागि सरकार बेलैमा गम्भीर बनोस् र अब नागरिकले सरकार होइन सरकारले नागरिकको अवस्था बुझ्ने गरी काम गरोस्, जनताको सरकारप्रतिको भरोसा कहिले नटुरोस् भन्ने सम्मानित सदन मार्फत सरकारलाई आग्रह गर्न चाहन्छौँ। अन्त्यमा हामी सबैले जेनजी पुस्ता र परिवर्तनकारी सबैलाई धन्यवाद भन्नै पर्छ। दोस्रो विषय म भूगोलको कुरा राख्न चाहन्छु। म समानुपातिक निर्वाचन प्रणालीबाट निर्वाचित भएर आएको, मेरो कुनै विशेष क्षेत्र छैन, तर जब देशको समस्या आउँछ सम्पूर्ण देश मेरो भूगोल र समस्याहरू एजेन्डाहरू उजागर गर्न चाहन्छु। आज म कुरा गर्न चाहन्छु, मैले सुनेको भन्दा मैले भोगेको र देखेको कर्णालीको कुरा गर्न चाहन्छु। सभामुख महोदय, कर्णाली अथाह सम्भावनाले भरिएको भूभाग सम्भावना र समृद्धिको चाबी बोकेको कर्णालीलाई आजसम्म गरिबी र निराशाको कर्णाली भनेर मात्र चिन्यो। खस राज्य र खस भाषाको उद्गम स्थलको समृद्ध इतिहास बोकेको सिन्जा आज किन विकासमा पछाडि पर्यो? यस क्षेत्रमा पाइने जडीबुटीको उचित संरक्षण र सम्वर्धन हामी गर्न कहाँ चुक्यौँ? जलविद्युतको निकै ठुलो क्षमता रहेको यो भेगमा हामीले जलविद्युत उत्पादन गर्नै सकेनौँ। न त यहाँका कृषकलाई प्रविधिसँग जोड्न सक्यौँ, न बजार व्यवस्थापन। डोल्पामा फल्ने गोल्डन एप्पल, मुगुको रोयल स्याउ र जुम्लाको मार्सी चामलले उचित मूल्य किन पाउँदैन? कर्णालीमा शिक्षा, स्वास्थ्य, रोजगारी, नागरिक सुरक्षा र सामाजिक न्याय जस्ता आधारभूत विषयमा नागरिकको पहुँच सहज बनाउन सकिएको छैन। अब यस्ता मुद्दा नीतिगत रूपमा सम्बोधन गर्नुपर्छ। सम्माननीय सभामुख मार्फत सरकारको ध्यान आकर्षण गर्न चाहन्छु। डेथ ट्र्याप नामाकरण गरिएको कर्णाली राजमार्गको कथा झनै काली लाग्दो छ। स्वर्गकी अप्सरा घुम्न जाँदा साँच्चीकै स्वर्ग पो पुगिन्छ झैँ डर लाग्ने यात्रा छ। रोडमा बेथा, रोडमा सुत्केरी, रोडमै नवजात सिधो, आमाको मृत्यु, रोडमै पहिरो, यात्रुको बिजोग र रोडमै धुलो मात्र सुनियो। सभामुख महोदय, करोडौँ सम्भावना बोकेको कर्णालीलाई किन रोडमै खुम्चाइयो? अब यो सरकारले यस्तो नगरोस्। हामी एआई र अल्गोरिदमको कुरा गर्छौँ, तर हिमाली भेगका विकट जिल्लाहरूमा आजसम्म आम सञ्चार नेटवर्क टावरसम्म पुग्न सकेको छैन। नागरिकको पहिलो आवश्यकता कनेक्टिभिटी हो। अब बहस त्यहाँबाट सुरु गर्नुपर्छ। मान्य सदस्य, समय सकिएको छ। म 10 सेकेन्डमा सकाइहालेँ सभामुख महोदय। राष्ट्रिय स्वतन्त्र पार्टीले 10 वर्षमा न्यून आयबाट मध्यम आय भएको देशमा रूपान्तरण गर्ने लक्ष्य राखेको छ। जसरी वैकल्पिक शक्तिहरू मूलधारका शक्ति बनेर आए, अब कर्णालीको विकासको मूलधारमा जोडिने नेतृत्वकारी भूमिका रासोपाले गरोस्, यही सरकारले गरोस्, साथै संस्थाहरूको गुमेको राजकीय गरिमा कायम गर्न सकोस्। सभामुख मार्फत यो सरकारको ध्यान आकर्षण गर्न चाहन्छु। सम्मानित सदनको सभामुख जस्तो गरिमामय पदमा निर्विरोध निर्वाचित हुनुभएकोमा सबैभन्दा पहिला सम्मानित सभामुखज्यूलाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्दछु। सम्मानीय सभामुख महोदय, पहिलोपटक सदनमा आम नागरिकका जनजीविकासँग जोडिएका विषय बोल्न पाउँदा मैले आफूलाई गर्व महसुस गरेको छु। सम्मानित सदन मार्फत विभिन्न कालखण्डमा देशका लागि बलिदान दिनुहुने वीर शहीदहरूप्रति श्रद्धासुमन अर्पण गर्न चाहन्छु। आज म कञ्चनपुर क्षेत्र नम्बर 3 का जनताको व्यथा, पीडा र वर्षौँदेखिका अधुरा सपनाको भारी लिएर यो गरिमामय सदनमा उपस्थित भएको छु। मलाई विश्वास गर्नुहुने राष्ट्रिय स्वतन्त्र पार्टी र कञ्चनपुर क्षेत्र नम्बर 3 का आमा बुवा, दाजुभाइ तथा दिदीबहिनीहरूप्रति कृतज्ञता व्यक्त गर्न चाहन्छु। आज म यो विशेष समयमा बोल्दै गर्दा देशको वर्तमान अवस्था, जनताको निराशा र परिवर्तनको तीव्र चाहनालाई यस गरिमामय सदन समक्ष राख्न चाहन्छु। हामीले सुनेका छौँ विकासको कथा, समृद्धिका नारा र परिवर्तनका आश्वासन, तर दुर्भाग्यवश आज पनि आम नागरिकले महँगी, बेरोजगारी, भ्रष्टाचार र अन्यायको भारी बोकेर जीवनयापन गर्न बाध्य छन्। सम्मानीय सभामुख महोदय, म प्रतिनिधित्व गर्ने क्षेत्रको अधिकांश भूभाग भारतसँग जोडिएको छ, तर विडम्बना के छ भने आज पनि धेरै स्थानहरूमा सीमा विवाद कायमै छ। सीमा क्षेत्रमा बसोबास गर्ने नागरिकहरू अझै पनि सुरक्षित महसुस गर्न सकेका छैनन्। भूमिहीन सुकुम्बासी तथा शुक्लाफाटा राष्ट्रिय निकुञ्जबाट विस्थापितहरूले अहिलेसम्म पनि जग्गाधनी पूर्जा प्राप्त गर्न सकेका छैनन्। जग्गाधनी पूर्जा कहिले पाउने भन्ने उनीहरूको वर्षौँदेखिको प्रश्न अहिले पनि कायमै छ। जङ्गली जनावरले दिने हैरानी कायमै छ।
मेरो क्षेत्रमा अल्पसंख्यक सुनाहा जाति पनि बस्छन्, जसले महाकालीको गिट्टी कुटेर आफ्नो दैनिकी चलाइरहेका छन्, तर राज्यको प्राथमिकता उनीहरू कहिल्यै पर्दैनन्। कञ्चनपुरकी छोरी निर्मला पन्तको बलात्कारपछि हत्या भएको आज 7 वर्ष 8 महिना भयो, तर पीडित परिवारले अझै न्याय पाएको छैन। यो केवल एउटा घटनाको प्रश्न होइन, यो हाम्रो न्याय प्रणालीप्रतिको विश्वासमाथिको प्रश्न हो। हाम्रो राज्य आफ्नै छोरीलाई न्याय दिन असक्षम भएको हो, होइन भने यतिका वर्ष निर्मला पन्तको न्याय कहाँ हरायो? किसानको पसिना बग्छ तर फसलको मूल्य बिचौलेले निर्धारण गर्छ। हरेक वर्ष बाढीले खेत बगाउँछ तर किसानको पीडा सुन्ने कोही छैन। कृषि प्रधान देश भने पनि कृषक आजसम्म सम्मानित र सुरक्षित हुन सकेका छैनन्। विगतमा सरकारहरू पटक पटक फेरिए, नाराहरू फेरिए, तर जनताको जनजीविका अझै फेरिएको छैन। जनताले अब शासन होइन न्याय खोजिरहेका छन्, परिणाम खोजिरहेका छन् र उत्तरदायित्व र जवाबदेहिता खोजिरहेका छन्। यी सबै समस्याको समाधानका लागि सरकार बेलैमा गम्भीर बनोस् र अब नागरिकले सरकार होइन, सरकारले नागरिकको अवस्था बुझ्ने गरी काम गरोस्। जनताको सरकारप्रतिको भरोसा कहिले नटुरोस् भन्ने सम्मान्य सदन मार्फत सरकारलाई आग्रह गर्न चाहन्छौँ। अन्त्यमा सम्मान्य प्रधानमन्त्रीज्यूले चुनावताका सुर अब दूर नै झिक्कै झिक्कै माया तमलाई भनेर भन्नुभएको थियो। अब माया सँगसँगै सुदूरलाई झिक्कै झिक्कै विकास पनि चाहिएको छ। धन्यवाद। सम्मान्य सदनको सभामुख जस्तो गरिमामय पदमा निर्विरोध निर्वाचित हुनुभएकोमा सबैभन्दा पहिला सम्मानित सभामुखज्यूलाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्दछु। सम्मान्य सभामुख महोदय, पहिलो पटक सदनमा आम नागरिकका जनजीविकासँग जोडिएका विषय बोल्न पाउँदा मैले आफूलाई गर्व महसुस गरेको छु। सम्मानित सदन मार्फत विभिन्न कालखण्डमा देशका लागि बलिदान दिनुहुने वीर शहीदहरूप्रति श्रद्धासुमन अर्पण गर्न चाहन्छु। आज म कञ्चनपुर क्षेत्र नम्बर 3 का जनताको व्यथा, पीडा र वर्षौँदेखिका अधुरा सपनाको भारी लिएर यो गरिमामय सदनमा उपस्थित भएको छु। मलाई विश्वास गर्नुहुने राष्ट्रिय स्वतन्त्र पार्टी र कञ्चनपुर क्षेत्र नम्बर 3 का आमा बुवा, दाजुभाइ तथा दिदीबहिनीहरूप्रति कृतज्ञता व्यक्त गर्न चाहन्छु। आज म यो विशेष समयमा बोल्दै गर्दा देशको वर्तमान अवस्था, जनताको निराशा र परिवर्तनको तीव्र चाहनालाई यस गरिमामय सदन समक्ष राख्न चाहन्छु। हामीले सुनेका छौँ विकासको कथा, समृद्धिका नारा र परिवर्तनका आश्वासन, तर दुर्भाग्यवश आज पनि आम नागरिकले महँगी, बेरोजगारी, भ्रष्टाचार र अन्यायको भारी बोकेर जीवनयापन गर्न बाध्य छन्। सम्मान्य सभामुख महोदय, म प्रतिनिधित्व गर्ने क्षेत्रको अधिकांश भूभाग भारतसँग जोडिएको छ, तर विडम्बना के छ भने आज पनि धेरै स्थानहरूमा सीमा विवाद कायमै छ। सीमा क्षेत्रमा बसोबास गर्ने नागरिकहरू अझै पनि सुरक्षित महसुस गर्न सकेका छैनन्। भूमिहीन सुकुम्बासी तथा शुक्लाफाटा राष्ट्रिय निकुञ्जबाट विस्थापितहरूले अहिलेसम्म पनि जग्गाधनी पूर्जा प्राप्त गर्न सकेका छैनन्। जग्गाधनी पूर्जा कहिले पाउने भन्ने उनीहरूको वर्षौँदेखिको प्रश्न अहिले पनि कायमै छ। जङ्गली जनावरले दिने हैरानी कायमै छ। मेरो क्षेत्रमा अल्पसंख्यक सुनाहा जाति पनि बस्छन्, जसले महाकालीको गिट्टी कुटेर आफ्नो दैनिकी चलाइरहेका छन्, तर राज्यको प्राथमिकता उनीहरू कहिल्यै पर्दैनन्। कञ्चनपुरकी छोरी निर्मला पन्तको बलात्कारपछि हत्या भएको आज 7 वर्ष 8 महिना भयो, तर पीडित परिवारले अझै न्याय पाएको छैन। यो केवल एउटा घटनाको प्रश्न होइन, यो हाम्रो न्याय प्रणालीप्रतिको विश्वासमाथिको प्रश्न हो। हाम्रो राज्य आफ्नै छोरीलाई न्याय दिन असक्षम भएको हो, होइन भने यतिका वर्ष निर्मला पन्तको न्याय कहाँ हरायो? किसानको पसिना बग्छ तर फसलको मूल्य बिचौलेले निर्धारण गर्छ। हरेक वर्ष बाढीले खेत बगाउँछ तर किसानको पीडा सुन्ने कोही छैन। कृषि प्रधान देश भने पनि कृषक आजसम्म सम्मानित र सुरक्षित हुन सकेका छैनन्। विगतमा सरकारहरू पटक पटक फेरिए, नाराहरू फेरिए, तर जनताको जनजीविका अझै फेरिएको छैन। जनताले अब शासन होइन न्याय खोजिरहेका छन्, परिणाम खोजिरहेका छन् र उत्तरदायित्व र जवाबदेहिता खोजिरहेका छन्। यी सबै समस्याको समाधानका लागि सरकार बेलैमा गम्भीर बनोस् र अब नागरिकले सरकार होइन, सरकारले नागरिकको अवस्था बुझ्ने गरी काम गरोस्। जनताको सरकारप्रतिको भरोसा कहिले नटुरोस् भन्ने सम्मान्य सदन मार्फत सरकारलाई आग्रह गर्न चाहन्छौँ। अन्त्यमा सम्मान्य प्रधानमन्त्रीज्यूले चुनावताका सुर अब दूर नै झिक्कै झिक्कै माया तमलाई भनेर भन्नुभएको थियो। अब माया सँगसँगै सुदूरलाई झिक्कै झिक्कै विकास पनि चाहिएको छ। धन्यवाद। सम्माननीय सभामुख महोदय, सम्माननीय सभामुखज्यूलाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्दछु। साथै स्वदेश तथा प्रवासमा रहनुभई मलाई निर्वाचित गराउनुहुने सुर्खेत क्षेत्र नम्बर 2 का सम्पूर्ण मतदाताप्रति हार्दिक आभार व्यक्त गर्दछु र जन्मदिनी आमा बुवालाई सम्झन चाहन्छु। म आज यस सम्मानित सदनमा कर्णाली प्रदेशका जनताको अपेक्षा, विश्वास र सम्भावना बोकेर उभिएको छु। सम्माननीय प्रधानमन्त्रीज्यूले सुर्खेतमा व्यक्त गर्नुभएको कर्णालीका सुइना अब हाम्रा सुइना भन्ने भनाइ केवल शब्दमा सीमित नभई सरकारका नीति, बजेट मार्फत रूपान्तरण हुनेछन् भन्ने विश्वास लिएको छु।
कर्णालीलाई आजसम्म पनि दूरी र विकासको दुवैको असमानता भोग्न बाध्य बनाइएको छ। देशको करिब 19% भूगोल ओगटेको कर्णालीले विगतमा 5%भन्दा कम बजेट पाउनु असमानताको स्पष्ट उदाहरण हो। अब यो परिपाटीको अन्त्य हुनुपर्छ र यो असमानताको अन्त्य यसै वर्षको बजेट वक्तव्य मार्फत हुनेछ भन्ने विश्वास लिएको छु। म सम्माननीय सभामुख मार्फत आगामी आर्थिक वर्षको बजेट तयारीमा रहेको सरकारको गम्भीर ध्यान आकर्षण गराउन चाहन्छु। कर्णालीका विकास आयोजना पनि वर्षौँदेखि मुद्दा मामिला प्राविधिक त्रुटि तथा समन्वय अभावका कारण अल्पत्र छन्। उदाहरणका रूपमा सुर्खेत मुलपानी रानीघाट तेलपानी भुरीगाउँ सडक खण्ड अन्तर्गत रानीघाट पुल, बिचराको अस्पताल, पश्चिम र सुर्खेत एयरपोर्ट विस्तार, सुर्खेतको विद्युतीकरण लगायत अन्य आयोजनामा समयमै सम्पन्न हुन सकेका छैनन्। कर्णाली लगायत देशभर यस्ता अल्पत्र आयोजना समयमै टुङ्गोमा पुर्याउन द्रुत न्यायिक तथा निर्णयात्मक संयन्त्र निर्माण गर्न म सम्माननीय सभामुख मार्फत नेपाल सरकारसँग जोरदार माग गर्दछु। सुर्खेत लगायत कर्णालीका केही महत्त्वपूर्ण आयोजना वेतन कर्णाली जलविद्युत आयोजना 439 मेगावाट, अप्फर कर्णाली जलविद्युत आयोजना 900 मेगावाट तथा सुर्खेतको चौकुने सिमेन्ट उद्योग वर्षौँदेखि अल्पत्रै अवस्थामा छन्। कतिपय आयोजना विवाद प्रक्रिया र अन्यलमा अड्केका छन् भने कतिपयले इजाजत पत्र लिएर पनि वर्षौँसम्म कामको सुरुवात गरेका छैनन्। यस्तो परिपाटीको अन्त्य नीतिगत रूपमै सरकारले गर्नेछ भन्ने विश्वास मैले लिएको छु। साथै कर्णाली करिडोर र भेरी करिडोरको पूर्वाधार विकास पहिलो प्राथमिकतामा समेट्नुपर्छ भन्ने माग गर्दछु। सम्माननीय सभामुख महोदय, कर्णाली प्रदेशको राजधानी सुर्खेत स्थित प्रदेश अस्पतालको अवस्थातर्फ यस सम्मानित सदनको ध्यान आकर्षण गराउन चाहन्छु। सम्पूर्ण कर्णालीका जनतालाई सेवा दिनुपर्ने यो अस्पतालमा स्वीकृत दरबन्दीको आधाभन्दा बढी पदहरू रिक्त रहेका छन्। गत वर्ष प्रदेश लोकसेवा आयोगबाट पदपूर्ति हुन नसक्दा यो समस्या अझ गम्भीर बनेको छ। त्यसैले अस्पताललाई 500 शय्यासम्म पूर्ण क्षमतामा सञ्चालन गर्न आवश्यक जनशक्ति व्यवस्थापन गर्न म सम्माननीय सभाज्यू मार्फत नेपाल सरकारको ध्यान आकर्षण गराउन चाहन्छु र प्रमुख कन्सल्टेन्ट 11 तहको 14 जनाको दरबन्दी रहेको प्रदेश अस्पतालमा अहिले 0 चाहिँ पदपूर्ति छ। काजमा 2 जना चिकित्सक हुन्छ भने सङ्घमा दरबन्दी रही अस्पतालमा कामकाज गरिरहेका चिकित्सकहरूको काज फिर्ता गर्दा पदपूर्ति नहुँदा सेवाहरू अवरुद्ध हुने अवस्था रहेको छ। माननीय सदस्य, समय सकिएको छ। अन्त्यमा सम्माननीय सभामुख महोदय, एक प्रदेश एक मेडिकल अन्तर्गत नेपाल सरकारको निर्णयअनुसार बुटोल बर्दिवास र सुर्खेतमा मेडिकल कलेज स्थापना गर्ने स्वीकृति दिएको थियो। बुटोल र बर्दिवासमा डिपिआर सम्पन्न भइसक्दा समेत सुर्खेतमा हालसम्म डिपिआर समेत अघि बढ्न नसक्नु समग्र कर्णालीवासीको लागि अत्यन्त दुःखद विषय हो। यसप्रति म सम्माननीय सभामुखज्यू मार्फत नेपाल सरकारको गम्भीर ध्यान आकर्षण गराउन चाहन्छु। अब कर्णालीका पूर्वाधारका मुद्दालाई तारिख होइन फैसला चाहिन्छ भन्ने अनुरोध गर्दा अब माननीय अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेलाई वैकल्पिक विकास वित्त परिचालन विधेयक 2082 लाई प्रस्तुत गर्न अनुमति माग्ने प्रस्ताव प्रस्तुत गर्न अनुमति दिन्छु। सम्माननीय सभामुख महोदयको अनुमतिले वैकल्पिक विकास वित्त परिचालन विधेयक 2082 लाई प्रस्तुत गर्न अनुमति माग्ने प्रस्ताव प्रस्तुत गर्दछु। धन्यवाद। माननीय सदस्यहरू, उक्त विधेयकलाई अनुमति माग्ने प्रस्तावमाथि प्रतिनिधि सभा नियमावली 2079 को नियम 105 बमोजिम कुनै पनि माननीय सदस्यको विरोधको सूचना प्राप्त नभएकोले वैकल्पिक विकास वित्त परिचालन विधेयक 2082 प्रस्तुत गर्न अनुमति प्राप्त भएको घोषणा गर्दछु। माननीय सदस्यहरू, अब माननीय अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेलाई वैकल्पिक विकास वित्त परिचालन विधेयक 2082 प्रस्तुत गर्न अनुमति दिन्छु। सम्मान्य सभामुख महोदय, मुलुकको समग्र आर्थिक समुन्नति र विकासका लागि आवश्यक स्रोत व्यवस्था गरी उच्च प्रतिफलयुक्त दिगो पूर्वाधार लगायतका क्षेत्रको विकास गर्नुपर्ने भएकोले परियोजनाको पहिचान, प्राथमिकीकरण, लगानीका लागि आवश्यक पर्ने आन्तरिक स्रोत, स्वदेशी तथा वैदेशिक लगानी लगायतका वित्तीय उपकरणहरूको यथोचित प्रयोग, संस्थागत संरचना,
अनुगमन तथा मूल्याङ्कन सम्बन्धी विषयहरूलाई समेट्ने गरी वैकल्पिक विकास वित्त सम्बन्धी कानुन आवश्यक रहेको छ। विकासका नवीन स्रोतहरूको परिचालन गर्न तथा यसको माध्यमबाट रोजगारी प्रवर्धन, दिगो आर्थिक विकास र दीर्घकालीन लगानी सुनिश्चित गर्न निजी क्षेत्रलाई सार्वजनिक पूर्वाधार विकासमा आकर्षित गर्न र वर्तमान वित्तीय स्रोतको कमी पूर्ति गर्दै राष्ट्रिय प्राथमिकताका परियोजनाहरूमा स्रोत जुटाई मुलुकको समग्र आर्थिक विकासका लागि स्रोतको प्रबन्ध गर्न ऋणपत्र, स्वपुँजी कोष र अन्य वित्तीय उपकरण मार्फत वैकल्पिक विकास वित्त परिचालन गर्नको लागि आवश्यक भएको हुँदा प्रस्तुत विधेयकलाई सरकारी विधेयकको रूपमा प्रतिनिधि सभा समक्ष प्रस्तुत गर्दछु। धन्यवाद।